ल प्रकाशलाई के गर्दै हुनुहुन्छ आज? यो प्रिन्टिङ गरिरहेको मान्छेले चाहिँ घोडाको तस्बिर साह्रै मन पर्यो भनेर चाहिँ बजारमा आइरहेको छ अनि महँगो पनि भयो भन्ने आइरहेछ। त्यही भएर चाहिँ हामीले यो इङ्क टेक्नोलोजी युज गरेर चाहिँ सस्तोमा होइन कसै मान्छेलाई चाहिँ क्यानभास नै यो फ्रेमिङहरू पनि एउटै होइन, यो चाहिँ पिक्चर चाहिँ हर्सकै 7 हर्सकै पिक्चर राख्ने, तर ठिकै रिजनेबल प्राइसमा पाइन्छ कि अलिक ठुलै साइजमा होइन, ठुलै साइजमा भनेर हामीले यो क्लासिक पेपर क्यानभास लिएर आएको छौँ। पेपर क्यानभासमा 7 हर्सेस लिएर आएको छौँ होइन। यसको क्वालिटी चाहिँ होइन तपाईँको फ्रेमिङहरू हेर्नुहोस् होइन, फ्रेमिङहरू उस्तै छ। अनि अब तपाईँले नजिकबाट क्वालिटी हेर्नुहोस् होइन, तपाईँको चाहिँ त्यो पनि राम्रो छ होइन। अब यो 7 हर्सेस हो, यसले चाहिँ लक, कम्प्यासन एन्ड मोटिभेसन पनि छ दिन्छ भन्ने सिम्बोलाइज गर्छ। यसले चाहिँ तपाईँको लाउन्जरमा जान्छ, बेडरुममा पनि जान्छ होइन। अनि यसको कलरहरू भाइब्रेन्सहरूले गर्दाखेरि पनि तपाईँलाई एउटा चाहिँ पोजिटिभ एनर्जी दिन्छ। अब यो चाहिँ एकदम तपाईँको चाहिँ 60/45 को साइज है, 60 cm 45 cm 60 cm होइन। अब तपाईँले यसरी हेर्दाखेरि पनि देखिहाल्नु मेरो लगभग हात 1.5 हात जान्छ। 60 cm 45 cm को लेन्थमा चाहिँ लेन्थ एन्ड हाइटमा छ। अब यसको 2 mm छ, यसको चाहिँ ब्रेथ हेर्नुहुन्छ अथवा हाइट भन्नुहुन्छ, तपाईँ कसरी भन्नुहुन्छ होइन, त्यसमा वेट भन्छ नि त्यसलाई। अब यो अब स्क्रच रेसिस्टेन्स भन्छ होइन। यो चाहिँ अब यो लङ टर्म अब वर्षौँ वर्ष पेपर बेस्ड हो यो मेटेरियल चाहिँ, पेपर बेस्ड हो। त्यसको कारणले गर्दा चाहिँ 10 वर्षसम्म जान्छ भनेर चाहिँ भन्न सक्दिनँ, तर चाहिँ एकदम क्वालिटीको पेपर छ। अनि हेर्दाखेरि पनि राम्रो चिटेको देखिन्छ, एकदम डेप्थ, कलर डेप्थ पनि देखिन्छ। यो सँगै तपाईँले देख्नु भएको छ, यसरी हेर्नुहुन्छ होइन, यो हेर्नुहुन्छ नि, यो क्लासिक पेपर क्यानभास हो भने अब यो चाहिँ प्रिमियम क्यानभास हो। हामीले 2 प्रकारको चाहिँ मेटेरियलहरू ल्याएको छौँ। यो प्रिमियम क्यानभास हो, यो अलिक महँगो छ, एउटै साइजको छ। हामीले हेर्नुहोस् होइन, यो चाहिँ एउटै साइज, सेम साइज अनि सेम साइज हेर्नुहोस् होइन, यो सेम साइज छ। यो तपाईँले चाहिँ हेर्दाखेरि डिफ्रेन्स केही छैन होइन, यो डिफ्रेन्स केही छैन। यसको चाहिँ 49.99 पर्छ भने यसको तपाईँलाई पर्न सक्छ 75 अथवा चाहिँ 75.99 पर्न सक्छ। यो चाहिँ कस्तो किसिमको क्यानभास हो? यो चाहिँ पोलिकटन क्यानभास हो, प्रिमियम क्यानभास पनि भन्छौँ। यो चाहिँ अलिक लङ लास्टिङ हुन्छ, जस्तै 5 वर्ष 10 वर्षसम्मको लागि तपाईँले राख्न चाहनुहुन्छ भने चाहिँ यसलाई प्रिफर गर्नुहोस् होइन। अब अर्को वर्ष फेरि यो क्यानभास तपाईँको फ्रेमिङ युज गर्ने अनि अर्को पिक्चरहरू राख्ने मन छ होइन, 1 वर्ष 2 वर्षको लागि छ भने चाहिँ दिस इज द वान। किनभने तपाईँको मेमोरिजहरू चाहिँ होइन, राखौँ न हाम्रो पनि मेमोरिजहरू, तपाईँको मेटर्निटी सुटहरू हुन्छन् होइन, बेबी सुटहरू हुन्छन्, पिक्चरहरू राखिहाल्न मन लाग्यो भने चाहिँ यो एकदम तपाईँको चाहिँ 60/45 को साइजमा, सानो पनि होइन धेरै ठुलो पनि होइन होइन, साइजमा हामीले राखिहाल्न सक्छौँ होइन। सिपिङ चार्जहरू चाहिँ तपाईँको पर्छ। अर्को हाम्रो साइज बिग साइज भनेको चाहिँ यो 60 र 90 साइजमा पनि उपलब्ध छ। र अरू पनि साइजेसहरू तपाईँलाई चाहिँ होइन मलाई चाहिँ मेरो आफ्नो चाहिँ मेटर्निटी फोटोजहरू चाहिँ यो साइजमा चाहियो अथवा चाहिँ म्यारिजको चाहिँ यो फोटोमा यो साइजमा चाहियो भने पनि हामीले चाहिँ विभिन्न साइजहरू उपलब्ध छन्। र केही चाहियो भने चाहिँ अथवा कुन साइज चाहिन्छ तपाईँले हामीले पठाउन सक्नुहुन्छ। हामी कस्टम साइजहरू पनि बनाउँछौँ र लार्ज साइज पनि बनाउँछौँ, स्मल साइजहरू पनि बनाउँछौँ। अनि क्विन बेन र क्यानबेरा बस्नेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? र तपाईँ क्विन बेन र क्यानबेरा हुनुहुन्छ भने चाहिँ यहाँ डेलिभरी छ भने चाहिँ नो सिपिङ चार्जेस पर्छ। हामी तपाईँलाई यहीँबाट पिकअप पनि गर्न सक्नुहुन्छ तपाईँ यहाँ आएर होइन। अनि छिटो पनि हुनसक्छ होइन, 1 डे तपाईँको चाहिँ डिस्प्याच हुनसक्छ अथवा 1 डे जुन दिन सेम डे पनि हुनसक्छ तपाईँको अर्डर रेडी हुनसक्छ। तपाईँले विभिन्न साइजहरूमा हामीलाई अर्डर गर्न सक्नुहुन्छ। हामीसँग क्लासिक र प्रिमियम क्यानभासेसहरू छ। तपाईँसँग केही प्रश्नहरू छन् भने चाहिँ मलाई डिएम गरेर सोध्न सक्नुहुन्छ। अन्टिल देन थ्याङ्क यू सो मच।